हाई एभ्रिवान, सबैलाई नमस्ते। म छु अहिले युरोपको रोमानियाको ब्रासोभ सहरमा। अहिले आज हामी यसो चाहिँ साथीभाइहरू घुम्न गएको थियौँ। ब्रासोभ सहरमा चाहिँ यसो चाहिँ मोबाइलको रिचार्ज गर्नुपर्ने थियो, अनि त्यही भएर यो माथि यस ठाउँको नाम डाँडामा राखेको छ ब्रासोभ भनेर। यहाँ चाहिँ एकदमै राम्रो रहेछ। अहिलेको मौसम चाहिँ अलि चिसो छ, हिजो अस्ति बरफ परेको थियो, तर आज घाम लाग्यो हुनाले यहाँ एकदमै राम्रो छ। मौसमहरू चाहिँ यहाँ चाहिँ एकदमै टुरिज्म एरिया रहेछ। टुरिज्म प्लेसहरू सबै यहाँ टुरिस्टहरू मात्रै घुम्न आउने, एकदमै राम्रो रहेछ। अनि हाम्रो चाहिँ बिदा छ, 2 दिन काम हो, 2 दिन बिदा हो। त्यही भएर हामी चाहिँ आज यसो साथीहरूको मोबाइलको रिचार्ज हाल्नुपर्ने थियो, त्यही भएर चाहिँ हामी रिचार्ज हाल्न आयो। ठाउँ चाहिँ एकदमै राम्रो रहेछ। ठाउँ चाहिँ साथीहरू ग्रुप छ यहाँ, 5-6 जना साथीहरू छौँ हामी यसो आएको। यहाँ पुरै मजाले टेबल लगाएको हुन्छ, मजाले बस्ने। 2-3 रुपियाँ 4 फोन आयो त बिस्नु भएको एकछिन। यस्तो चाहिँ एकदमै रमणीय छ ठाउँ। अब चाहिँ यहाँ चाहिँ उसको सिजन पनि सुरु भयो। यहाँ अब चाहिँ 1-2-4 दिन पछाडि ल हेर्नुहोस्, यहाँ बरफहरू खाने टेबलहरू यस्तो बरफ परेको छ। अहिले यहाँ कस्टमर छैनन्, पुरा यहाँ राखेको छ। अब चाहिँ 2-4 दिन पछाडि यहाँ चाहिँ एकदमै शीतल हुन्छ कि, हावाहरू चाहिँ त्यति नआउने, अनि लेकको मौसम भयो हुनाले अनि शीतलो चाहिँ हुने। यदि तपाईँहरू पनि कोही यदि आउनुहुन्छ भने यसो चाहिँ केही काम सिकेर चाहिँ आउन तपाईँहरूलाई मैले चाहिँ अनुरोध गरेँ। काम सिकेर आउनु एकदमै राम्रो उत्तम हुन्छ।